अमेरिका पनि पुग्यो वर्ल्ड कपको क्वार्टर फाइनलमा, हरायो इटालीलाई। फिफा अन्डर 20 वर्ल्ड कपमा युएसएले इटालीलाई पराजित गरेको छ। युएसएले इटाली विरुद्ध 3-0 को शानदार जित निकाल्दै क्वार्टर फाइनल प्रवेश गरेको छ। खेलको 15औं मिनेटमा बेन्जामिन क्रेमास्कीले गोल गरेर हाफ टाइम अगाडि युएसएलाई 1-0 को अग्रता दिलाए। दोस्रो हाफमा भने 79औं मिनेटमा निको साकिरिसले गोल गरेर खेल 2-0 बनाउन सफल भए। 90 मिनेट पछिको थप समयको तेस्रो मिनेटमा क्रेमास्कीले व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्दै खेल 3-0 बनाए। ग्रुप ई मा युएसए 3 खेलमा 2 जित निकालेर ग्रुप टप भई राउन्ड अफ 16 मा प्रवेश गरेको हो। अब मोरोक्को र कोरिया बीचको विनर मोरोक्को भइसके पछाडि युएसएले क्वार्टर फाइनलमा मोरोक्कोसँग खेल्नेछ। बेन्जामिन क्रेमास्कीको यो 2 गोलसँग अब उनको यस टुर्नामेन्टमा 5 वटा गोल भइसकेको छ र हालसालैको लागि उनी टप स्कोरर पनि रहेका छन्। उनले यसभन्दा अगाडि पहिलो म्याचमा न्यू क्यालेडोनिया विरुद्ध ह्याट्रिक गरेका थिए। अर्को क्वार्टर फाइनल भने नर्वे र फ्रान्स बीच हुने टुङ्गो लागिसकेको छ। युएसए को क्वार्टर फाइनल म्याच 13 अक्टोबरमा हुनेछ।